हेलो गाइज, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि हजुरहरूलाई भण्डारी ब्लग 46 युट्युब च्यानलमा स्वागत छ। आजको ब्लग्समा चाहिँ हामी यो बाइक थोरै बिग्रेको छ, यो अगाडिको टायर जाम भएको छ, यसैलाई बनाउन ग्यारेजसम्म जानुपर्छ। ग्यारेज चाहिँ नजिकै छैन, टाढा छिरबास छ, छिरबास पुग्नुपर्छ। अब गएर बनाएर आउँ। के भएको, योभन्दा पहिला पनि त्यस्तै भएको थियो। त्यही हो गाइस, सबै ठिकै छ। डेली भ्लग आउनु पाएको छैन, डेली भन्दा नि आज धेरै दिनमा भ्लग राख्दैछु। त्यस्तै हो, गाउँघरतिर त्यस्तै हुन्छ, भ्लग बनाउनु पाइँदैन, त्यस्तै हो। त्यस्तै छ गाइस, जे छ सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला होइन। बिस्तारै हुँदै जान्छ। अब चाहिँ आउँछ बिस्तारै बिस्तारै भ्लग आउँछ। अहिले चाहिँ धेरै ग्याप भयो, त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु है। मेरो भाइहरूले नि कल गरेर भनिरहेको थियो, दाइ आजभोलि त भ्लग राख्नै छोड्नुभयो, के भयो, कता हो, कता बिजी हो, एउटा भ्लग पनि आउँदैन भन्दै थियो। त्यही भएर आज चाहिँ त्यही हो, अब बाइक बिग्रेको थियो, बनाउन नि गएको थिएँ नि, त्यही भएर भ्लग्स राख्न नि पाइरहेको थिएन। त्यही हो गाइस, आज चाहिँ हल्का बाइक बनाइदिउँ, त्यसपछि चाहिँ 1-2 दिन बिराउँदै भ्लग्स आउँछ। त्यही हो गाइस, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। त्यही हो, साथीहरूसँग सेयर गरिदिनुहोस्। छिटोभन्दा छिटो 100 सब्सक्राइबर पुऱ्याउनु पऱ्यो गाइज। त्यही हो, थ्याङ्क यू, लभ यु अल। त्यही हो, अब राइडमै भेटौँ न त। रात पर्न लागिसक्यो गाइज, बल्ल हिँड्दैछु, कहिले फर्किने हो खै। बाइकले दुःख दिइरह, राम्रोसँग हिँडेकै छैन गाइज, त्यस्तै छ। एक्लै छु, साथीहरू पनि कोही छैनन्। एक्लै हिँड्नुपर्छ, झ्याउ लाग्छ यार गाइज। त्यही हो, धेरै दिनपछि भ्लग आएको छ, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही हो, अरू त के भन्नु र। बाटो पनि त्यस्तै छ। हेर्नु गाइस, यस्तो छ, उकालो आएर स्टार्ट अफ भइदियो नि त। प्रब्लम नै यो क्या गाइस, अगाडि यो टायर गुड्दैन होइन। त गाइस बाइकै फल्स्यो, अगाडि यो टायर त पुरा स्लिप भइरह। त्यहाँ यस्तो पारामा क्यारी पुग्यो गाइस, बाइकले धोका देला जस्तो छ गाइस। गाह्रो छ, बाटो चिप्लो छ, एक्लै छु, त्यस्तै हो गाइस। के गर्ने, गाह्रो छ। बाइक भन्ने हो गाइस, कहिले के प्रब्लम आउँछ, कहिले के प्रब्लम आउँछ। यहाँ चाहिँ मैले एउटा ट्रिक्स लगाउँछु गाइस। भर त थोरै छ त गाइस, रुक्नु है गाइस, जस्ट सेकेन्ड। यसलाई कसरी ठिक ठाउँमा ल्याउनुपर्छ मैले जानेको, एकछिनको लागि त। अब एकछिनको लागि छोडिदिन्छ गाइस, जबसम्म अगाडि ब्रेक लगाएन नि तबसम्मको लागि त छोडिदिन्छ, त्यसपछि फेरि त्यही हो। भर छोडिदिएछ गाइस, देख्नुभयो, अगाडि ब्रेक नलागेको किन जानुपर्छ। त्यही हो गाइस, मेरो चाहिँ हात नै अगाडिको ब्रेकमा जान्छ कि फर्स्टमै। बाटो नि त्यस्तै, बाटै त्यस्तै छ गाइस। यो चाहिँ धारपानीको उकालो गाइस, बाटो नि चिप्लो छ।
त्यही हो गाइस, अब के गर्नु, युट्युब बनायो युट्युब प्रब्लम आउँछ, युट्युब बनायो युट्युब प्रब्लम आउँछ होइन, मजाले राइड गर्नै नपाइने क्या। यो गर त्यो गर फेरि सर्भिस गर्ने बेला आउँछ तेल चाहियो। ए यतै अहिले आउँदा बस्छु। यो चाहिँ पानीपुरीको पसल है, हाम्रो गाउँमा चाहिँ सबभन्दा सुरुमा पानीपुरी पाइन्छ यहीँ। चल्दा राख्यो गाइस, धेरै दिनपछि भिडियो बनाउँदैछु, सपोर्ट गरिदिनु होला। उठाउन नि ओ गोरु 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 चम्किने छैन गाइस, रोटी न। ओहो 4-4वटा गोरु छ यार। कोही गोरु त बिखे आउँछ कि गाइस जम्मै। मलाई अनुस केही भएन तर बाइकलाई केही हुनु भएन कि गाइस। ए गाइस ए त्यही के छ जाम घुम्न। खसेन पहिलो छ ल। अगाडि ब्रेक नगरेको युज नगरेको गाइस भसम्म चाहिँ ठिक छ है। अगाडि यो ब्रेक युज नगरिकन पुग्नुपर्छ गाइस। यो गाइस फाइनल काम लाग्यो। यस्तै गाइस गाउँघरतिर भएपछि चाहिँ होइन, अब ग्यारेज सोध्दै पनि कहाँ पुग्नुपर्छ क्या, कि मजा कि तङ्गास पुग्नुपर्छ पहिले। अहिले चाहिँ केही विशेष छ भनौँ न, त्यही धिररास भन्छ के गर्नु त्यस्तै अब। यो गाउँघरतिर बस्छ त पैसा हुन्न, बाइकको प्रब्लम लेख्दै गर्छ के दाउराको भारी आयो। मोबाइल राखेर भिडियो बनाउँदै हिँडेको क्या, सबले हेरिदिइरहनु भयो। थाहा छैन नि त मेरो युट्युब च्यानल छ भन्ने, त्यही भएर नि होला। पट्ट खाल्टोमा सिधा घाम आएर आँखामा पर्दिरहेको खाल्टोको आँखा पनि देखिन्छ। चाहियो गाइस
मैले त के बजिरहेको थियो कसको कल आयो भनेको त मस्त बाख्राले घन्टी बजाउँदै हिँडिरहेको होइन खाल्छ घर चाहिँ कङ्ग्रेसतिरबाट बुटुलतिरबाट आउने गाडीहरू आउने बेला भयो त्यस्तै घुम्तीमा पऱ्यो भने चाहिँ भ्याउ हुन्छ नि त त्यो बेला बेलामा हर्न बजाइदिएको गाइस फाइनल्ली 40 सब्सक्राइबर चाहिँ कम्प्लिट भएको है सबैलाई थ्याङ्क यू सो मच सपोर्ट गरिदिनु होला त्यो अब 100 सब्सक्राइबर पुऱ्याउनु पर्छ है गाइस Let's make 100 subscriber guys. Ini lawan lagi guys. Ini roh awak tayo. Oh. Final aja guys. Garisnya juga guys. Kita tadi. Santai nunca. Share this to bagi baik cak. Tengok gaड़ी होता है दिला दिला कैप्टी छोड़ दीजिए जाना पड़ी लाइट थोड़े त्यही हो बाइकको चाहिँ गाइस त्यो प्रब्लम चाहिँ के हुन्छ यसलाई के भन्छ यसले गर्दा आएको भन्नुहुन्थ्यो दाइले यो चाहिँ हुन्छ मगाउनु भयो भोलि आउँछ अरे म चाहिँ पर्सि आउँछु त्यहाँबाट बनाउनु होला अरू चाहिँ त्यही हो यो सिसा थोरै बाङ्ने थियो यो यसलाई बनाएँ त्यहाँबाट लेग गार्ड पनि हल्का उस भयो थियो कुच्ची जस्तो भयो थियो त्यही बनाएँ त्यही हो गाइस अरू चाहिँ त्यस्तै भयो आउन मात्र भयो अहिले चाहिँ पर्सि भोलिसम्म आउँछ पर्सि अरू पर्सि बनाइदिउँला भन्दा यसलाई फेर्न चाहिँ त्यही 1000-1200 लाग्छ भन्दै हुनुहुन्थ्यो त्यही हो गाइस अब आज घरतिर लागौँ पर्सि आउनु होला हेर्छु के हुन्छ त्यो फेरि पछि त हो बन्ला जहाँसम्म ढिक्काको प्रब्लम होइन होला जहाँसम्म भन्नुहुन्छ दाइले यस्तो केस पहिला पनि आएको थियो अरे पहिले चाहिँ ढिक्काले हो भनेर ढिक्का फेर्नु भएछ अनि भइन्छ लास्टमा चाहिँ यो माथिको यसलाई के भन्छ मलाई चाहिँ थाहा छैन है गाइस यसरी गर्दा हुनसक्छ भन्नुहुन्थ्यो अब मगाउनु भएको के हो त्यतिले भइदियोस् अगाडि यो ब्रेक छुनु भएन अब एकचोटि ढुङ्गाले बजाएको गाइस त्यही हो अब सो होइन भर्खरसम्म त्यही भएर ठिकै छ नछोइकन जाने हो भन्ने हो के अरे गाइस हातै अगाडि यो ब्रेकमा जान्छ सुरुमै त्यति छ गाइस के गर्नु सर्च गर्न लागिसक्यो होइन फर्किनु पऱ्यो तिर त्यही हो गाइस अब बाइक बनाउन आउँदा त तेल सकिएला जस्तो छ पेट्रोल पम्प पनि यो मोजातिर न त कङ्गासतिर पुग्नुपर्छ गाह्रो छ गाइस गाह्रो छ गाउँमा बसेर भ्लग गर्न र बाइकमा अब अलिअलि स्टिकर हान्छु यताउति गर्छु भनेर बसेको थिएँ एकछिन बनिरहेको थियो केही प्रब्लम आएको थिएन अन्तखेरि खालि प्रब्लम आइदिएर यो बाइकको फेरि यही हो क्या कि प्रब्लमै आउन एउटा प्रब्लम आएपछि त्यो प्रब्लम निकाउन बहुत गाह्रो हुन्छ अस्ति नै पनि त्यो मोबिल पनि प्रब्लमले गर्दा ल्याङ गरेको 3 चोटि यहाँ ढाक लाग्छ तलतिरबाट त्यो क्र्याक भएछ थोरै ल वेल्डिङ गरेपछि भयो त्यस्तै हो आइज के भनौँ गाह्रो छ
बाइक हिँड्ने हो भन्ने हो। बाइकमाथि हिँडेको होइन गाइस, पैसामाथि हिँडेको हो। त्यही हो, जे गर्छ पैसाले गर्छ। बाइक किन्नु ठुलो कुरो होइन, बाइक यहाँ टिक्नु ठुलो कुरो हो गाइस। त्यही भन्छु म त। जोगी बनायो, जोगी बनायो। बाइकले मलाई जोगी बनायो, जोगी बनायो। मलाई चाहिँ त्यो के भन्छ बिग फ्यान विशाल भण्डारी ब्लगको चाहिँ है। म पनि भण्डारी, ऊ पनि भण्डारी। मिटअप हान्नुपर्छ पुरो एक दिन। कहाँसम्म पुग्छ है, कहाँसम्म पुग्छ। बाइक त कर कस्तो हिलो हुन्छ यार। यहाँ चाहिँ सदाबार जहिले पनि हिलो 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 हिलो। अलिक चाहिँ पहिला हिँड्ने गाई स्टिक छ पर यहाँनिर चाहिँ टेक्काले थोरै बिगारेको थियो क्या। अर्थ ठिकै छ न, यहाँनिर अघि थोरै अप्ठ्यारो चाहिँ गइन्छ फाइनल्ली यो चाहिँ के अरे ओन्ली फुट ब्रेक च्यालेन्ज गाइज, नो ह्यान्ड ब्रेक। ओहो यहाँ पनि थोरै अप्ठ्यारो छ। यहाँबाट पनि
फाइनली घर आउनु लाग्यो गाइस। मलाई चाहिँ टापुसम्म पुग्ने काम छ। टापु पुग्छु अनि घर पुगेर भ्लग सेन्ड गर्नुपर्छ। त्यही हो गाइस। मा थोरै काम थियो गाइस, त्यो सकाएर अब फर्किँदै त्यो टापु चौपारी। फाइनली गाइस, यहाँ त अब तल छानी हो, तब झुनी हो। तो कैमरा देखने क्या करेंगे बस्न तँला खुल्लो देख्नु हो गाइस। जब अब हेर्नु ब्याक आउँछ यस्तो ट्रिक्स भनेको गाइस। सुनाउनु नभएर अगाडि हो, अगाडि छुन्यो भने त्यही हो फेरि। ओह्रालो गाइस, अगाडि ब्रेक नलाउनु छ, गाडी छ। ल जब मान्न त मान्दैन, मानेन भने फोन गर्छु। यो चाहिँ कान्छी आमाको घर गाइस। त्यो तोरी हेर्नु गाइस, हाम्रो तोरी भन्दा पनि केराउ कति धेरै छ। केराउको दालको लभर भएर आउनु है, केराउको दाल खानु मनपर्ने। सुन्तला हेर्नु गाइस, सुन्तला गुल्मीको सुन्तला खाने हो, सबै हाम्रो खाने भए आउनु है। गाउँमा हुनुको फाइदा यही त हो गाइस। सुन्तला छ, काफल छ, बेलौटी छ, के खानु त भन्नु न मात्र। घरमा के छैन, यस्तो छ झ्याम्पुटल्ली बाटो। अब आउनु आयो 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 गाइस, गाइस पछि आयो गर्नु हो। घर जान्छ भाइ छैन। चाहिँ हाम्रो आमाको घर ठुलो चाहिँ त्यो टिम लगाएको राम्रो घर राम्रो। फाइनली गाइस घर आयो। भ्लग चाहिँ यही हो, कस्तो लाग्यो जस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला। त्यही हो गाइस, यो चाहिँ हाम्रो घर। त्यही हो गाइस। अब चाहिँ
छिट्टै भ्लग लिएर आउँछु। त्यही हो। ओके बाई।